मग्ने मामा होइन के भनेको हौ तिमी? मैले साथै भनेको तिम्रो यत्रो हिम्मत मेरो छोरीको हात माग्नु कसरी आँट गर्यो हा? तिमी भएर मात्रै बाँच्यो। तिमीलाई अरू भए म यहाँबाट निकालिदिन्थे। यसको हात तिमीलाई दिएर कि यसलाई चाहिँ म डुडे बनाएर पाल्नु? ए दिदी त एकचोटि त मेरो साथै गए। आमा भएपछि यति त भन्नु परिगयो नि, मेरी छोरीले पछि दुःख पाउली, त्यो भन्दा बढी भन्नुपर्ने हो कि? त्यो त परि गए नि दिदी। अनि के म पक्का सम्झौँ त? त्यो त हो नि, एकचोटि तिम्रो भाइसँग कुरा गर्नु पाए हुन्थ्यो। त्यसको पिरै नगर्नु दिदी, त्यसले मेरो वचन कहिले पनि काट्दैन। को नि है, त्यसले कुरा फेर्यो भने त यति राम्रो सम्बन्ध पछि नराम्रो नहोस् नि। ढुक्क हुनुहोस् दिदी, यो कुरामा त्यसले कुरा फेर्दैन, तपाईँलाई वचनै भयो। कुरा नफेरे भइगयो नि, तिमी आफै आएछौ, तिम्रो कुरा काट्नु सकिनँ। भरे मेरो बुढा आउनुहुन्छ, सरसल्लाह गरेर खबर पठाउला नि, हुन्न? हुन्छ दिदी हुन्छ, अब म जान्छु है त। होइन बस्नु, यसो चियाहरू केही खाएर जानु। भयो भयो, मैले चिताएको पुगिगयो, त्यति भए पुग्यो। दिदी बस्नुहोस् न, चिया खाएर त जानु। पछि आउला नि है। हवस्। के भयो साथै गएर अनि त एकछिन त साथै गयो नि दिदी र मेरो। यसो एम्बुलेन्स बोलाउनु परेन हौ? नकरौ, मान्छेलाई कम त आपत परेन, तिमी चाहिँ जिस्केर बस। जिस्केको होइन क्या, मैले साँच्चै भनेको। एकछिन मम्मीले अझै थर्कायो भए ढल्थ्यो होला मान्छेहरू। लु भयो, त्यति भन्दैमा ढलिहाल्ने त्यति कमजोर चाहिँ छैन है। हो र? हो नि, चान्चुने ठानेको तामाङको छोरी हो, तामाङको। ए घाट पुरै थरे पो थियो त, अलिक बढी भएन त यो त? के को बढी? ला बढी भन्दा त म त बढी आमाको घरमा पो हिँडेको, बिहा भइसक्यो गएँ। भोलि भेट्नुपर्छ है। मग्ने मामा हेर न, यो त यहाँ आएर पो बसेर छ। मैले कहाँ खोजिनँ, मान्छेलाई दुःख मात्रै दिन जानेको। ए हेलो, आइज न बस। हेरको जीवनमा यस्तो पल घडीहरू आइरहन्छ, तर मान्छे भइसकेपछि सामना गर्नु पनि सक्नुपर्छ। त भन्छस् नि यार, यो विषयमा सिकाउने कोही हुँदैन, सबैले तैँले जस्तै सम्झाउने मात्रै हुन्छ। तर पनि केही दुःख छैन यार, किनकि यो बाटो म पहिला पनि हिँडिसकेँ। अनि अब के गर्ने निर्णय गरिस् त?
समय र परिस्थितिसँग भागेर कहिले नजितिँदो रहेछ यार। सायद अब म घरै फर्किन्छु होला यार। आफ्नो घर जानु भने त राम्रो कुरा हो यार। यहाँ म पनि एक्लै छु, बरु म पनि तँसँग सँगै साथी ल्याउँला नि त, हुँदैन? भइहाल्छ नि। अनि करुणा नि? त्यसलाई त्यसको आफ्नो माइती नै प्यारो छ त म के गरौँ? तँ किन घमण्ड गर्छस्? त्यस विषयमा तैँले आफूलाई कहिले निखारेर हेरेको छस्? तेरो पनि त कमजोरी हुनसक्छ त्यसमा। के रे मेरो कमजोरी अरे? घरमा आउँ खाना पाके आउँदैन, कतै घुम्न जाउँ कपडा धुएको हुँदैन, घरमा खाना खाँचो छैन। मैले खाना लाउनु नदिएको भए पो मेरो कमजोरी हुन्छ। हेर अल्लु, खाना लाउन मात्रै मान्छेको जिन्दगी होइन। हामी मान्छे हौ नि। मान्छेको यहाँ एउटा सानो मन हुन्छ। त्यो मनभित्र एउटा मिठो रहर हुन्छ। त्यो रहर तैँले करुणाको बुझिनुहोस्। थाहा छ तँलाई? हाम्रा आमाहरू एकचोटि माइत जाँदा 3 दिनभन्दा बढी कहिले पनि बसेन। उचाइ भने ती 3 वर्ष बस्दा पनि आफ्नो घर आउने कुरै छैन। ऊ आउँदैन भने म चाहिँ लिन जान्छु, म पनि जान्न नि, जे होला होला। हेर अल्लु, परिवार भनेको एउटा पवित्र सम्बन्ध हो। त्यसैले अल्लु, अहिलेको परिवेशमा छोरा मान्छे होस् या छोरी मान्छे नीतिको पालना गर्छन् होला, तर नियमको पालना गर्न मान्दैन। किनकि अहिलेको दिदीबहिनीहरू परिवर्तन भइसकेको छ। सहन त सहन्छन्, तर सही चाहिँ राख्दैन। थाहा छ तँलाई? नसहे नसहोस् त, मलाई यस्ता कुरा केही फरक पर्दैन। यस्तो कुरो नगर, हिँड जाउँ। होइन अल्लु, आज मलाई कहीँ जानु मन छैन यार। हिँड्छौँ। जानु र? हिँड्छौँ। दिदी नमस्ते। नमस्ते। के हो आज भन्दा आउनै छोड्यौ त? के गर्नु, आउनु बाटो त भएको दिदी, आउनु नखोजेको त कहाँ आउनु। साँच्ची नानी बिरामी छ अरे हो दिदी? त नानी बिमारी छ, के भयो भयो, म त टेन्सन परिसकेँ। हो र? म त अघि धामी काकाले भन्नुभएर पो थाहा भएर आएको दिदी, त्यही भएर हेर्न आएको। जाउँ न नानीलाई लिएर, सुतिरहेको छ। हस् दिदी। नानी तिमीलाई कस्तो छ अहिले? ज्वरो पनि आइरहेको छ, घरिघरि टाउको पनि दुखिरहेको छ। अनि दबाई खाएको छैनौ? खाइरहेको छु। दबाई खाइरहेको रहेछौ, बिस्तारै ठिक हुन्छ, नयाँ त्यो ल। डक्टरले के भनेछ दिदी अनितालाई? खासै त्यस्तो त केही पनि भनेको छैन, भाइरल ज्वरो भनेर भन्छ, तर के गर्नु, नानी झन्सारो झन्सारो भइरहेको छ। हो र? अनि धामी काकाले के भन्नु भएन र? हामीले त मामा भान्जीको गरब जुतेको छ भनेछ, मामा भान्जीलाई सँगै नराखिकन केही गर्न सक्दिनँ भनेछ। खै मैले त के गर्नु सोचि नै सकेको छैन। अनि बोलाउनु नि त दिदी भाइलाई। मैले कसरी बोलाउनु त्यसलाई? न त्यसको मलाई ठेगाना थाहा छ, न त फोनै नम्बर थाहा छ। के गरी बोलाउनु? कस्तो होला है, घरमा यस्तो बिरामी भएको छ, एकचोटि त आउनु नि। त्यसलाई हाम्रो चिन्ता भएको त नि, त्यसलाई त त्यसको घर रुम दिने मान्छे मात्रै चाहिएको रहेछ के गङ्गा।
मैले भर्खर त्यसको चिज बुझिरहेछु कि घरको माया त छैन होला दिदी उसलाई। यो घरको माया गर्ने खालकै मान्छे होइन हो। तिमीले उसलाई त चिनेकै छैनौ गङ्गा। त्यसले मलाई फकाएर यो घर नामसारी गरेर त्यसले मलाई यहाँ रुङ्न राखेको। तिमीहरूको कुरा पक्कापक्की भइसकेपछि यो घर मलाई उसले नामसारी गरिदिएको हो। त्यसलाई मैले मेरो नाममा घर पास नगर भनेर भनेको। भोलिपर्सि गङ्गालाई बिहा गरेर लिएर आउँछेस्, गङ्गाको नाममा पास गर भनेर भनेको। त्यसले जबरजस्ती मेरो नाममा पास गर्यो। घर चाहिँ मेरो नाममा पास गरिदियो, हकबाला चाहिँ तिम्रो नाम राखिदिएको छ। हकलामा मेरो नाम राखेको छ र दिदी, तर यो कुरा मलाई कोकोले कहिले भनेन। मेरो नानी यस्तो भएको बेलामा पनि म तिमीलाई झुटो बोल्छु र? त्यसलाई नाता परिवार चाहिएको होइन रहेछ गङ्गा। त्यसलाई यो घर कुर्दिने रखवाला पो चाहिएको रहेछ। त्यसलाई घर परिवार चाहिएको भए त सँगै बस्थ्यो नि। यसरी घरै छाडेको त हिँड्दैन थियो नि त। होइन दिदी होइन, तपाईँको भाइ त्यस्तो स्वार्थी छैन। किन छैन? छ, त्यो स्वार्थी नै हो। मैले यो घर हेरिदिन्छ भनेर तिमीसँग बिहेको नाटक गरेर त्यसले मलाई यो घर नामसारी गर्यो। दिदी हो, बेचिँदैन खाइदिँदैन भन्ने उसलाई थाहा थियो, त्यही भएर मलाई झुक्याएर हिँड्यो। होइन दिदी, तपाईँको यो सबै भ्रम हो। तपाईँको भाइले तपाईँलाई धेरै माया गर्नुहुन्छ र धेरै इज्जत गर्नुहुन्छ। त्यसले मलाई इज्जत गर्थ्यो भने तिमीसँग बिहेको नाटक गरेर तिम्रो मम्मीको अगाडि मलाई किन बेइज्जत बनायो त? तपाईँले आफ्नो भाइलाई राम्रोसँग चिन्नै भएको रहेछ दिदी। तपाईँले तपाईँको भाइले यो घरको नोकर्ने ठाने छैन दिदी। आमा बुवा साह्रै ठान्नु भएको छ। मलाई किन त्यसले हुन्छ भनेर हुँदैन भन्यो त्यसले। जब त्यसलाई नाता तोड्नै थियो भने मलाई किन नाता जोड्न पठायो त्यसले? किनकि त्यो नातामा उसले तोडेको होइन दिदी। यो के भन्दैछौ गङ्गा तिमीले? त्यसले यो नाता नतोडेको भए कसले तोडे? भन, तिमीलाई सोध्दैछु गङ्गा, कसले तोड्यो यो नाता? त्यो नाता मैले तोडेको दिदी। तिमीले तोडेको रे? तिमी होसमा त छौ? के भन्दैछौ भनेर? म होसमै छु दिदी। जुन दिन मैले त्यो नाता तोडेँ त्यतिखेर चाहिँ म बेहोसमा छु। मलाई माफ गर्नुहोस् दिदी, यो नाता कोले तोडेको होइन, मैले नै तोडेको हो। मैले रिस्कको आदेशमा यस्तो निर्णय गर्न पुगेछु दिदी। दिदीभाइको राम्रो सम्बन्धमा म दुश्मन हुन पुगेछु दिदी। मलाई जे सजाय दिनुहुन्छ दिनुहोस् दिदी। म माफीको लायक छुइनँ दिदी। यो के गर्यो गङ्गा तिमीले? न तिमी माफीको लायक रह्यौ न म रह्यो। तिमीले गरेर मेरो भाइलाई मैले कति नराम्रो सोचेँ, कति घृणा गरेँ। अहिले मेरो भाइ कहाँ गएको छ? के गरौँ म? कहाँ जाउँ म? मंगनी माँ